हेलो लसो टेस्टले सम्पूर्ण विद्यार्थीहरू, आज तपाईहरुले पढाएको पाठलाई म एकचोटी सरल दोहोर्याएर पठाउँदै छु। अहिले हजुरहरूले पढ्दै हुनुहुन्छ तोकचेन अर्थात झुन्डिनेवाला अक्षर। झुन्डिनेवाला अक्षरमा पनि यतक, रतक, लतक, वसुर भनेर या झुन्डेको, र झुन्डेको, ल झुन्डेको, व झुन्डेको गरेर 4 थरीको अक्षरहरू रहेको छ, जसमध्ये तपाईहरुले यो 3टा पढिसक्नु भएको छ। यतक, या झुन्डेको, रतक, र झुन्डेको, लतक, ल झुन्डेको पढिसक्नु भएको छ। आज तपाईहरुलाई पढाएको छु वतक अर्थात वसुर भन्छ यसलाई, व झुन्डेको। यसलाई सरल एकचोटी म दोहोर्याएर पढाउँदै छु हजुरहरूलाई। यसलाई कसरी पढ्ने त भन्दाखेरि यसलाई चाहिँ यो क को मुनि व झुन्डेकोलाई चाहिँ क वसुर क्वा क्वा भन्नुपर्छ। कमा अलिकति व जोड्ने, क्वा भन्ने आवाज आउँछ हो, त्यसरी सबैसँग त्यसरी जोड्ने हो। क वसुर क्वा, ख वसुर ख्वा, ग वसुर ग्वा, ञ वसुर ञ, द वसुर द्वा, छ वसुर छ्वा, स्या वसुर स्वा, स वसुर स्वा, र वसुर र्वा, ल वसुर ल्वा, स्या वसुर स्वा, स वसुर स्वा, ह वसुर ह्वा हो। यसरी पढ्नुपर्छ हजुरहरु सबैजना, त्यसरी पढ्नु होला। क वसुर क्वा, ख वसुर ख्वा, ग वसुर ग्वा, ञ वसुर ञ, द वसुर द्वा, छ वसुर छ्वा, स्या वसुर स्वा, स वसुर स्वा, र वसुर र्वा, ल वसुर ल्वा, स्या वसुर स्वा, स वसुर स्वा, ह वसुर ह्वा। यसरी यो 13 वटा वसुर झुन्डेको अक्षरहरूलाई आज तपाईले पढाउँछु। सबैजना राम्रोसँग पढ्नु होला हजुरहरु। भोलिको छन् भेटौँला।